हेलो च्यानल वेलकम ब्याक। आज म आइसकेको छु अर्को नयाँ रिभ्यू भिडियो लिएर। सो मसँग छ होलील्यान्ड लार्क M2 र यो कुनै प्रमोसन भिडियो होइन। सो धेरै राम्रो रिभ्यू देखेर र धेरैजना युट्युबरहरूले यो माइक युज गरेको देखेर आज म यो माइकको रिभ्यू भिडियो लिएर आइसकेको छु। सो विदाउट वेस्टिङ आवर टाइम लेट्स मुभ टुवर्ड्स आवर भिडियो। पहिला हामी यसलाई खोल्नेछौँ। प्याकेज पनि एकदम दामी प्याकेज रहेको छ, देख्दाखेरि पनि वाउ रहेको छ। सो यो बाहिरको एउटा प्लास्टिकको लेयर मात्रै रहेको छ एन्ड चार्न नि कस्तो मजा आएको। सो अहिले चाहिँ यसको प्राइस 99.99 सेन्ट्स रहेको छ। सो $100 मा यो माइक तपाईँहरूले पाउन सक्नुहुनेछ। यहाँ पनि एउटा सिल लगाएको छ। पहिला यो सिललाई खोलौँ अनि त्यसपछि यो खोल्छौँ हामीले एन्ड इट लुक्स लाइक दिस। एकदम प्याकेजिङ पनि कस्तो प्रिमियम प्याकेजिङ हो। सो यसको प्याकेजिङ पनि एकदम प्रिमियम रहेको छ। सो यसलाई खोलौँ हामी सुरुमा र खोल्ने बित्तिकै हामीसँग एउटा यो सायद म्यानुअल गाइड होला, यो हामीले खोल्यौँ र यसमा धेरै कुराहरू आउँदो रहेछ। सुरुमा मेरो हात वी आर हियर फर यु, लेट्स गो इन टच भनेर हामीसँग चाहिँ सपोर्ट र अब केही इस्युहरू भएपछि कम्प्लेन गर्नको लागि हामीसँग यो रहेको छ। एन्ड देन वी डु हेभ सम इमोजिस जुन चाहिँ हामीले हाम्रो माइकमा या डिभाइसमा लगाउन सक्छौँ। हेर्दा पनि कस्तो दामी रहेको छ, कलरफुल। अनि त्यसपछि अर्को हामीसँग छ प्याकेजिङ लिस्ट र यो प्याकेजमा के छ भनेर यो लिस्टमा दिएको छ। र त्यसै गरी वी डु हेभ यो एउटा कम्प्लेन इन्फर्मेसन। सो त्यसै गरी अर्को रहेको छ यो डिटेल्समा के रहेको, सबै ल्याङ्ग्वेजहरूमा भनेको कुराहरू र अर्को एउटा म्यानुअल गाइड रहेको छ, युजर गाइड, कहाँ कसरी के गर्ने, कहाँ लगाउने भनेर सबै कुरा। सो अब भित्रको कुरा गर्नु पर्दाखेरि यस्तो रहेको छ। आई थिङ्क सो लेट्स कस्तो दामी अलिक हेभी टाइपको छ। अनि त्यसपछि ल यसलाई खोल्नु पर्दाखेरि एकदम प्रिमियम प्याकेजिङ रहेको छ, प्याकेजिङ पनि। सो हेर्दा पनि कस्तो दामी रहेको छ, लाइक ओ माई गड, लुक एट दिस साउन्ड, कस्तो सेटिस्फाइङ साउन्ड रहेको छ। सो यसमा रहेको छ हामीसँग एउटा माइक, त्यसपछि त्यसै गरी रहेको छ अर्को माइक, त्यसै गरी रहेको छ अर्को रिसिभर। सो यसमा चाहिँ माइकहरूमा पनि यता र यता सिल गरिदिएको छ ताकि यो युज नहोस् विदाउट अनबक्सिङ भनेर, जसले गर्दाखेरि चाहिँ यहाँ अलरेडी चार्ज छ भने पनि त्यो चार्ज टिकिरहन्छ। र यसमा सायद म्याग्नेट पनि रहेको छ। म्याग्नेटको अब कतिको म्याग्नेटिक रहेछ यो हामी चक्कुसँग ट्राई गर्छौँ। म्याग्नेट पनि एकदम राम्रो रहेको छ, एकदम हेभी म्याग्नेट रहेको छ यसमा। सो राम्रो छ एकदमै माइक ओभरअल हेर्नु पर्दाखेरि। अब माइकको अरू कुराहरू जाउँ हामी। त्यसपछि बक्सभित्र यो रहेको छ बक्स, र यसमा चार्जिङको लागि केस, चार्जिङ पोर्टहरू छ यसैभित्र। यसलाई चार्ज गर्नलाई टाइप सी एउटा पोर्ट पनि रहेको छ। सो एउटा हामीसँग छ यो मोबाइलमा कनेक्ट गर्नलाई टाइप सी, जुन चाहिँ तपाईँहरूले आफ्नो क्यामेरामा, ल्यापटपहरूमा र त्यसै गरी टाइप सी एन्ड्रोइड फोनहरूमा र अहिलेको लेटेस्ट 15, 16, 17 सिरिजहरूमा पनि युज गर्न सक्नुहुन्छ आइफोनको। र त्यसै गरी 15, 16 सिरिज मात्रै नभएर तपाईँहरूले यो लाइटनिङ केबल पनि पाउनुहुन्छ, जुनले गर्दाखेरि 15 भन्दा प्रिभियस आइफोनहरूमा पनि यसलाई मजाले युज गर्न सक्नुहुनेछ। सो अब त्यसै गरी यसलाई माथि हामीले निकाल्नु पर्दाखेरि वी डु हेभ अनदर दिस, यो अर्को एउटा बक्स रहेको छ। खोला कस्तो दामी रहेको छ यो। सो हामीसँग एउटा ब्याग रहेको छ एन्ड यहाँभन्दा भित्र अरू केही छ कि, यो चाहिँ सिलिका रहेको छ, यो चाहिँ हरेक प्याकेजिङमा हुन्छ। सो खोलौँ, ब्याग्स पनि एकदम राम्रो छ, तर यो अलिक प्रिमियम हुनसक्छ, यो चाहिँ हल्का प्रिमियम भएन। सो वी डु हेभ त्यो हामीसँग एउटा रहेको छ माइकको फिल्टर होला आई गेस यो, एन्ड यस आई वाज राइट, यो माइक फिल्टर रहेको छ। त्यसपछि अर्को रहेको छ सायद यो लकेट टाइपको होला, जुनलाई चाहिँ हामीले घाँटीमा या अरू कुनै ठाउँमा लगाएर ब्लुटुथ लगाएर चाहिँ यो म्याग्नेटिक माइक युज गर्न सक्छु। यो चाहिँ फेरि म्याग्नेट पनि आई गेस दिस इज अल्सो म्याग्नेट, लुक यो पनि म्याग्नेट रहेको छ। माइकहरू कुनै ठाउँमा हामीले अड्काएर काम गर्नलाई या भिडियो बनाउनलाई चाहिँ इजी हुनेछ यसले गर्दाखेरि। दिस वान इज सो गुड। अनि त्यसै गरी यसभित्र अर्को रहेको छ हामीसँग अर्को एउटा फिल्टर रहेको छ, एयर फिल्टर, जुनले गर्दाखेरि चाहिँ नोइज क्यान्सलिङमा अलिकति विन्डमा र हामीले बोल्दाखेरि हामीले नजिक ल्याएर बोल्यो भने पनि यसले गर्दाखेरि हाम्रो साउन्ड जुन हावाको साउन्ड आउँछ त्यो आउँदैन। अनि त्यसै गरी अर्को पार्ट रहेको छ, दुईवटा कम्पार्टमेन्ट रहेको छ यसमा। सो अर्को कम्पार्टमेन्टमा एउटा केबल रहेको छ,
जुनले चाहिँ सायद माइकहरुमा युज गर्नलाई होला। यो चाहिँ हामीले अघिको हाम्रो केसमा भएको यो ट्रान्समिटरलाई युज गर्ने होला। यहाँ रहेको छ क्यामेराको लागि, यहाँ देखाएकै छ क्यामेरा सिग्नल भनेर। सो त्यसैगरी अझै एउटा रहेको छ यहाँ म्याग्नेट। यसमा अझै एक्स्ट्रा हामीसँग दुईटा म्याग्नेट दिएको छन्। यो क्लिप जुन चाहिँ हामीले हाम्रो टी-शर्टहरुमा या भिडियो बनाउँदाखेरि युज गर्न सक्छौं। लुक एट दिस क्लिप। यो पनि म्याग्नेटिक क्लिप रहेको छ जसलाई चाहिँ यस्तो गरेर हामीले लगाउन सकिन्छ कतै पनि। सो इट विल बी इजी फर अस। अनि यो पनि म्याग्नेटिक रहेको छ। USB टु टाइप सी चार्जिङ पोर्ट जुन चाहिँ हाम्रो केस चार्जर गर्नलाई रहेको छ। सो तपाईहरुले अनबक्सिङ त अब देखिसक्नु हो ब्याक भिडियोको हैन। अब चाहिँ हामीले यसलाई रियल टेस्ट गर्ने छौं। सो यो चाहिँ अलिकति कस्तो दामी छ, यो पनि आवाज पनि राम्रो छ। अनि यहाँ लेखेको छ गोरिल्यान्ड र अहिले यसमा चार्जिङ इन्डिकेटिङ गर्नु पर्दाखेरि चाहिँ 4 वटा मध्ये सो 50% चार्ज रहेको छ यसमा। सो 1 लाइट मिन्स 25%। यसको चार्जको कुरा गर्नु पर्दाखेरि यो केसमा र कम्पनीको अनुसार ब्याट्री लाइफ चाहिँ 40 आवर्स रहेको छ। सो पहिला चाहिँ हामी खोल्ने छौं यसलाई। सो यो अनबक्सिङ गरे। यहाँ चाहिँ माइक रहेको छ र यताको पनि मैले निकालिसके र अब यता यो दुवै साइडको निकाल्नु पर्दाखेरि र अब हाम्रो माइक चाहिँ रेडी भइसकेको छ र यहाँ सानो टर्न अन बटन रहेको छ। पहिला चाहिँ हामी यसलाई केसमा चार्जिङको लागि हाल्छौं। लेट्स सी यसमा के कस्तो चार्ज छ। अनि त्यसपछि यो मैले हालिसके। अनि त्यसपछि अर्को पनि हाल्छु म। सो यो अहिले दुईटै चार्ज हुँदैछ र त्यसैगरी यो रिसिभर ट्रान्समिटरलाई पनि मैले यताबाट यो निकालिसके यसमा लगाएको टेप र यसलाई पनि मैले हालिदिसके यसकै केसमा। सो सरी ल यो फिट भयो। अब यस्तो भइसक्यो। अब त्यसपछि हामी लगाउने छौं यो फिल्टर र मसँग मेरो फोन रहेको छ र तपाईले अहिले मेरो आवाज सुनिराख्नु होला। अलिअलि डिस्टर्बेन्सहरु आइरा होला तर यसपछि अब म आफ्नो फोनमा र मेरो क्यामेरामा लगाएर हेर्छु कि यसको आवाज कस्तो आउँछ भनेर। र यो सिललाई हामी नखोल्नु मैले। त्यसैगरी मसँग रहेको छ पहिला हामी जाम हाम्रो क्यामेरासँग। सो क्यामेरालाई मैले यहाँबाट खोल्छु। लेट मी टर्न अन माई क्यामेरा। यसको पनि तपाईले रिभ्यू भिडियो हेर्नु भएको छैन भने गएर हेर्न सक्नुहुन्छ। यो चाहिँ एक्सन 4 डीजे आएको। यसमा चाहिँ यो फिट हुनलाई अलि गाह्रो गरिरहेको छ। त्यसैले चाहिँ म पहिला यसलाई यसको ट्राइपोडबाट निकाल्छु। यो चाहिँ यहाँ फिट गर्न गाह्रो भएको छ किनकि यो कभरले गर्दाखेरि यसलाई मजाले फिट हुन दिदैन। यो निकाल्न हामीले मिल्दैन। वाटरप्रुफ हो त्यही भएर चाहिँ यसले गर्दाखेरि पछि हामीलाई गाह्रो हुन्छ। सो यसलाई चाहिँ DJI क्यामेरामा हामीले लगाउन अलिक गाह्रो हुनेछ। लेट मी ट्राई विथ माई फोन। पहिला म आफ्नो फोनको कभर निकाल्छु। सो कभर निकालिसके। अब हामीले यसमा फोनमा लगाऊँ। सो मैले चाहिँ पहिला मेरो फोनको तल लगाए यसलाई। एन्ड लेट मी ओपन माई फोन। सो यहाँ चाहिँ कनेक्ट भएको देखाइसकेको छ माथि, तपाईले हेर्न सक्नुहुनेछ। अनि त्यसैगरी यो कनेक्ट भइसकेको छ। अब हामीले जाउँ माइकलाई अन गरौँ। सो यो माइकलाई अन गरेपछि अब यहाँ रहेको छ पावर बटन। सो मैले यसलाई प्रेस गरेँ र यो कनेक्ट भइसकेको छ। सो सुरुमा यो कनेक्ट थिएन र अब यसलाई मैले निकालिसकेको छु। यो यहाँ लाइट बलेको छैन तर यो अहिले हामीले स्टार्टमा प्रेस गरिसकेपछि यो पनि बलेर कनेक्ट भइसकेको छ। सो त अहिले दुईटै लाइट हाम्रो कनेक्ट भइसकेको छ र मैले यसलाई यसको अर्को म्याग्नेटिकमा लगाएँ र अब यसलाई म आफ्नो घाँटीमा लगाउँछु। सो यहाँ मैले यो माइक लगाइसकेको छु। अब हामी यसको आवाज सुन्नतिर जाउँ। सो गाइज म अहिले गाडीमा छु र लाइभ टेस्ट हुँदैछ यो माइक्रोफोनको। अनि त्यसपछि मेरो ब्याकग्राउन्डमा तपाईहरुले म्युजिक देख्न सक्नुहुनेछ। अनि त्यसपछि लाइक मसँग यो डङ्गल छ र म डङ्गल लगाउँछु। अनि हामी हेर्ने छौँ कि यसले कतिको राम्रो आवाज दिनेछ बिफोर र आफ्टर नोइज क्यान्सलेसन भइसकेपछि। सो मैले डङ्गल लगाइसके एन्ड इट विल टेक लाइक अ मिनेट्स अर आई निड टु जस्ट प्रेस। ल यो सरी कनेक्ट भइसकेको छ। तपाईले देख्न सक्नुहुन्छ र सुन्न सक्नुहुन्छ अबको आवाज डिफरेन्स, पहिलाको साउन्ड र अहिलेको साउन्डको डिफरेन्स तपाईहरुले देख्न सक्नुहुनेछ। यत्रो जोडले गाना बज्दा त यसले यस्तो राम्रो रिएक्सन दिइरहेछ भने चाहिँ तपाईले बुझ्न सक्नुहुन्छ माइकको क्वालिटी चाहिँ एकदम राम्रो रहेको छ। सो ब्याकग्राउन्डमा हाम्रो नवीन के भट्टराईको गीत चलिरहेको छ। सो एट डिसेम्बर 21 बाल्टिमोरमा कन्सर्ट हुन गइरहेको छ नवीन के भट्टराईको। तपाईहरुले टिकट्स लिन सक्नुहुन्छ। म तल लिंक राखिदिनेछु। अनि यदि तपाईहरुलाई भिडियो मन पर्छ भने डु लाइक शेयर सब्स्क्राइब द च्यानल। यस्तै इन्फर्मेटिभ भिडियोहरु म अझै पनि लिएर आउने छु। त्यतिन्जेलको लागि स्टे ट्युन एन्ड बाइ।